मम्मी तपाईँलाई कता कराउनु हो अहिले इलाका प्रशासन के गर्न जानुभएको नारी परिचय के थियो परिचय पत्र भन्नु न भएर अनि के भयो त भन्नु त ल सुनौ भरेको अहिले छैन भने कति वर्ष पहिला भरेको रे 5-6 वर्ष अनि अहिलेसम्म किन आन रे खै जल्यो अरे के अरे अनि फेरि बाँड्न आयो भन्छन् तर देखेनन् के हो फेरि बनाउनु पर्यो कि परेन पऱ्यो कति वर्ष यत्तिकै गयो 6-7 वर्ष भयो अनि के फाइदा भयो घाटा भयो केही न केही अनि आएन भनेपछि भन्न त आउनु पर्दैन आएन भनेर खोइ केही नि भन्न आफै आउनु पर्यो केही भन्न छ तपाईँलाई नेपाल सरकारलाई जे भने नि यस्तै हो आफूले अरू केही भन्न छ र छैन तपाईँले झ्याउला खाइन यस्तो काम 2-3 चोटि गर्दा लाहा अनि गएर थर्काउनु परेन कहिले थर्काउनु पढ्दैन के पढ्दैन हामी किन आएको मम्मी आज हामी आज किन आएको आज हामी नागरिक परिचय पत्र हामी अस्ति पनि आएको थियौँ है अस्ति पनि आएको किन जहिले आइराख्नु पर्ने भयो है तपाईँलाई पर्यो कान्छी छोरी बाहिर जाने भने ए चाहिने हो त्यही भएर तिमीलाई भिडियोमा सबै बोला कसले भन्छ त्यति बोल्ने के गर्छ